नमस्कार दर्शकबिन, तपाईहरूलाई स्वागत छ तपाईको आफ्नै च्यानल नेपाली सिरियल प्रेमीमा, जहाँ आज हामी कुरा गर्दैछौँ सबैको ध्यान तानेको सिरियल अब यस्तो मोडमा पुगेको छ कि हरेक दृश्यले तपाईको मन छोइदिनेछ। अघिल्लो भागमा देखिएको भुन्टी र आकाश बीचको दूरी अब झन् बढ्दै जानेछ, किनकि मायाले भुन्टीको विगतसँग जोडिएको यस्तो रहस्य बाहिर ल्याउन खोज्दैछ जसले पूरा परिवारलाई हल्लाइदिनेछ। र जब यो कुरा सन्तोष र रमासम्म पुग्छ तब घरभित्र ठुलो विस्फोट जस्तै अवस्था सिर्जना हुनेछ। उता आकाश भने एकातिर भुन्टीप्रतिको माया र अर्कोतिर परिवारको दबाबबीच च्यापिएर जीवनकै सबैभन्दा कठिन निर्णय लिन बाध्य हुनेछ, जसले उसको र भुन्टीको सम्बन्धलाई सदाका लागि बदल्न सक्छ। यसैबीच मायाको योजना झन् गहिरिँदै जानेछ र उसले परिस्थिति आफ्नो पक्षमा ल्याउन नयाँ चाल चाल्नेछ, जसले भुन्टीलाई झन् कमजोर बनाउने प्रयास गर्नेछ। तर भुन्टी पनि अब चुप बस्ने अवस्थामा छैन। उसले आफ्नो अस्तित्व र सत्यका लागि लड्ने सङ्केत देखाएको छ। सन्तोषले सत्य खोज्दै जाँदा उसले यस्तो कुरा पत्ता लगाउनेछ जसले कथालाई पूर्ण रूपमा नयाँ दिशा दिनेछ भने रमाले परिवार जोगाउने प्रयास गर्दा उल्टै झन् ठुलो झगडा र भावनात्मक टकराव सुरु हुनेछ। अब कथा प्रेम, धोका, विश्वास र आत्मसम्मानको युद्धमा परिणत हुँदैछ। के भुन्टीले आफ्नो विगतको सत्य सबैको अगाडि ल्याएर आफूलाई प्रमाणित गर्न सक्छ? के आकाशले उसलाई अन्तिमसम्म साथ दिनेछ वा परिवारकै दबावमा आएर उसलाई एक्लै छोड्नेछ? र सबैभन्दा ठुलो प्रश्न, मायाको असली उद्देश्य के हो? भाग 312 मा आउने यी सबै ट्विस्ट र टर्नहरूले तपाईलाई अन्तिम क्षणसम्म बाँधेर राख्नेछ। त्यसैले तयार हुनुहोस्, किनकि अब सुरु हुँदैछ भुन्टीको कथामा सबैभन्दा ठुलो र चकित पार्ने परिवर्तन। के भुन्टीले आफ्नो स्वाभिमानका लागि उठाएको हातले घरको कलह शान्त पार्ला? अनि श्रीमानको सेवामा समर्पित भुन्टीलाई चोरको आरोप लगाउने जेठानी श्रेयाको अबको हविगत के होला? आजको भागमा भुन्टीको यस्तो रौद्र रूप देखियो जसको कल्पना कसैले गरेको थिएन। नमस्ते दर्शकवृन्द, आजको एपिसोडमा कथाले निकै नाटकीय मोड लिएको छ। मुख्य पात्र भुन्टी आफ्ना बिरामी श्रीमान भूपेन्द्रको दिनरात सेवामा खटिएकी छिन्, तर घरकी जेठानी श्रेया र बाहिरबाट आएकी अर्की युवती मिलेर भुन्टीलाई मानसिक तनाव दिने र घरबाट निकाल्ने षड्यन्त्र बुन्छन्। श्रेयाले त झन् भुन्टीलाई आफ्नो बच्चाको फलफुल किन्ने पैसा चोरेको भन्दै चोरको झुटो आरोप लगाउँछिन् र भूपेन्द्रको अगाडि अपमानित गर्छिन्। भूपेन्द्र बोल्न र चल्न नसक्ने अवस्थामा भए पनि सबै कुरा टुलुटुलु हेर्न बाध्य छन्। यता भुवन बहिनीको विवाहका लागि गाउँ गएका बेला घरमा श्रेयाको अत्याचार सीमा नाग्छ। उनले भुन्टीलाई घरबाट घाँटी समातेर निकाल्न खोज्दा र गालामा थप्पड हान्दा भुन्टीको सहनशीलताको बाँध टुट्छ। अन्ततः लोकल घिउ खाएकी गाउँकी छोरी भुन्टीले आफ्नो शक्ति देखाउँदै श्रेया र ती युवती दुवैलाई कुटपिट गरेर तह लगाउँछिन्। भुन्टीले स्पष्ट भन्छिन् कि उनी कसैलाई अन्याय गर्दिनन्, तर अन्याय सहनेवाला पनि छैनन्। अबका भागहरूमा हामीले अझै ठूला मोडहरू देख्नेछौँ। पहिलो ट्विस्ट, गाउँबाट फर्केपछि भुवनले आफ्नी श्रीमती श्रेयाको यो हरकत र भुन्टीमाथि लगाएको झुटो आरोप थाहा पाउँदा के गर्लान्? के उनले श्रेयालाई सजाय दिनेछन्? दोस्रो, भूपेन्द्रको स्वास्थ्यमा सुधार आउन थालेको सङ्केत देखिएको छ। के उनले पूर्ण रूपमा निको भएपछि भुन्टीको यो गुण सम्झेर श्रेयाको सातो लेलान्? र तेस्रो, ती पागल प्रेमी युवतीले भुन्टीसँग खाएको कुटाइको बदला लिन अर्को कुन नयाँ चाल चल्लिन्? कथा अब निकै रोचक मोडमा पुगेको छ। प्रतिक्रिया दिनुहोला। के भुन्टीले श्रेयालाई कुटेर ठिक गरिन् त? आफ्नो विचार कमेन्ट बक्समा लेख्नुहोला र यस्तै भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। के पैसाको घमण्डले कसैको इज्जत किन्न सकिन्छ? अनि के रमेशको उपचारको नाममा हरिदाईले चालेको कदम निस्वार्थ थियो त? आज हामी सीता सिरियलको एउटा यस्तो मोडको चर्चा गर्नेछौँ जसले तपाईँको मुटु छुनेछ। नमस्ते र स्वागत छ नेपाली सिरियल प्रेमीमा। आजको भागमा कथाले निकै गम्भीर मोड लिएको छ। एकातिर जगत सुधार केन्द्रमा बसेर आफ्नो विगतको गल्ती र रक्सीको लतले परिवारमा पुर्याएको चोट सम्झेर पश्चाताप गरिरहेका छन् भने अर्कोतिर जगतकी आमा छोराको चिन्ताले व्याकुल भई काठमाडौँ आइपुगेकी छिन्। तर गाउँलेको नकारात्मक कुराले गर्दा उनलाई आफ्नो छोरा सुधार केन्द्रमा असुरक्षित छ कि भन्ने डरले सताएको छ।
अर्को मुख्य दृश्यमा अस्पतालमा उपचाररत रमेश र सीताको जीवनमा हरिदाई एउटा सहयोगी पात्रका रूपमा देखिए पनि उनको नियत भने निकै खराब पाइयो। हरिले सीतालाई आफ्नो आलिशान महलमा लगेर पैसा र सम्पत्तिको लोभ देखाउँदै आफ्नो बनाउने कुप्रस्ताव राखे। सीताले उनको यो राक्षसी रूपको कडा प्रतिकार गर्दै भनिन् कि उनले हरिलाई दाइको नजरले सम्मान गरेकी थिइन्, तर हरिले त्यसको नाजायज फाइदा उठाउन खोजे। अन्ततः रमेशकी आमाले गाउँको सहकारीबाट ऋण काढेर ल्याएको पैसाले सीताले हरिको एक एक पैसा चुक्ता गरिन् र उनको कुनियतलाई परास्त गरिन्। यता अनुलाई पनि उनको माइजूले रमेशको सुरक्षाका लागि लन्डन फर्कन दबाब दिइरहेकी छिन्, जसले गर्दा रमेश र अनुको प्रेम कथा फेरि सङ्कटमा परेको देखिन्छ। अबका एपिसोडहरूमा हामीले निकै ठूला परिवर्तनहरू देख्न पाउनेछौँ। पहिलो ट्विस्ट, सीताले पैसा फिर्ता गरेर आफ्नो अपमान गरेको बदला लिन हरिले अब रमेशलाई झुटो मुद्दामा फसाउने योजना बुन्न सक्छ। दोस्रो, अनु लन्डन फर्कने निर्णयले रमेशलाई कस्तो मानसिक चोट पुर्याउला? के रमेशले घनश्याम विरुद्ध प्रहरीमा उजुरी दिएर अनुलाई छुटाउन सफल होला? र तेस्रो, सुधार केन्द्रबाट फर्केपछि जगतले आफ्नो परिवार र श्रीमतीसँगको सम्बन्धलाई कसरी सुधार्छन् त्यो हेर्न निकै रोचक हुनेछ। सीताको यो सङ्घर्ष र स्वाभिमानको लडाईँले अब कथालाई कुन उचाइमा पुर्याउँछ प्रतीक्षा गरौँ आगामी भागहरूको। तपाईलाई के लाग्छ, सीताले हरिको पैसा फिर्ता गरेर सही गरिन्? आफ्नो विचार कमेन्ट बक्समा लेख्नुहोला। यस्तै अपडेटका लागि हाम्रो च्यानल नेपाली सिरियल प्रेमीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।